तपाईँको दिनदाडै चुरे दोहन गरेर चुरे चोर्ने होइन। अनि उनीहरूले चोरेको कुरामा चाहिँ हामीहरूले साथ दिनुपर्ने, सबै देखेर पनि नदेखे जस्तो गरिदिनु पर्ने। यहाँ त चाहिँ 100-200 गाडी होइन क्या, लाखौँ टिप्पर छिराएको छ क्या तपाईँको तपाईँ हामीले देखिराख्ने हिँडिराख्ने ठाउँ। तपाईँको हाम्रो लाइन के हो भन्दाखेरि अझै पनि यो 4 लेन बनिनुपर्छ, छिटोभन्दा छिटो काम अगाडि बढ्नुपर्छ, तर कानुन सम्मत हुनुपर्छ। न त हामीले कुनै टिप्पर रोकेको छौँ, न त कोही के ड्राइभर खलासी मजदुरलाई हातपात गरेको छौँ। छ भने त्यो चाहिँ प्रुफ हुन्छ भने कानुन सम्मत हामी के अरे त्यो भोग्नु पनि हामी तयार, जेल लिन जाने पनि हामी तयार। हामीले कसैलाई हातपात गरेका छैनौँ, कसैलाई धाकधम्ती गरेका छैनौँ, कुनै ठेकेदारको हामीले कालो चिया पनि खाएको छैनौँ। हामीहरू चाहिँ खबरदारी गरेको, खबरदारी सहितको खबर दिँदाखेरि चाहिँ हामीहरू चाहिँ गुन्डा भयौँ र यसको पनि हामीहरूलाई उत्तर चाहियो। किन भन्दाखेरि खबर गर्दाखेरि हामीले त्यस्तो क्रियाकलापै गरेको छैनौँ। गरेको हो भने हामी चाहिँ सजाय भोग्नु तयार हामी 3 जना भनेछौँ। हामीहरूले त लिखित पनि हिजो सिडिओ साहबकोमा दिइसक्यौँ। त्यो गरिब दुखी त्यो खोलाकै डिलमा बस्ने मान्छेले चाहिँ सेन्टर बेरा बनाउँदाखेरि एक ट्र्याक्टर बल्ल ल्याउँदाखेरि उनीहरूले नियम कानुन उसको ट्र्याक्टर नगरपालिका जान्छ, जिल्ला जान्छ, के जान्छ, भयो घरको के मुद्दा सुद्धा लाग्छ। तर ठुलो मान्छेहरूलाई चाहिँ चुरे पनि चोर्दाखेरि पनि दोहन गर्दाखेरि पनि केही नलाग्ने, त्यो त होइन होला। हामीले कसैको गाडी कुनै कन्स्ट्रक्सनलाई धम्काएको हप्काएको होइन। स्थानीय पुलिस, स्थानीय सरकारवालाहरू आएर सबै चाहिँ जाँचबुझ गर्दाखेरि उहाँहरूको कागज नभएको कारणले गर्दाखेरि कुनै गाडीहरू चाहिँ सुरुङ्गा वन कार्यालयमा छ, 2टा अर्जुनधारा नगरपालिकामा पुगेको छ। हिजो पनि 4-5 वटा समातिए भन्ने सुन्नुमा आएको छ। मनपरी के अरे राज्यको सम्पत्ति चाहिँ दोहन गर्नु हुँदैन र गर्नु दिँदिनौँ भन्ने हाम्रो बुझाइ। एसियन हाइवेको जुन उनीहरूको चाहिँ चुरे दोहन नदीजन्य कुरामा पनि चाहिँ उहाँहरूले न त एआई गर्नुभयो, न त चाहिँ नगरलाई केही कर तिर्नु भएको छ, न त चाहिँ भ्याट बिल छ, न त खरिद बिल नभइसकेपछि बिक्री गर्ने त उयो नै भएन। किनभने तपाईँको जहाँ हामीहरूले भीमेश्वरी प्रोजेक्टको डीसँग पनि कुरा गऱ्यौँ, के श्रेष्ठ हुनुहुँदो रहेछ। अनि चाहिँ त्यहाँ समिति हुनुहुँदो रहेछ, समितिको अध्यक्षसँग पनि कुरा गरेँ, मेयर साहबसँग पनि कुरा गरेँ। अनि चाहिँ पुलिस प्रशासन हामीहरूले सम्मानेर कुरा गऱ्यौँ। यो के हो कसो छ भनिसकेपछि पुलिस प्रशासनले चाहिँ उहाँहरूले चाहिँ पेपर केही चाहिँ मिलाउनु भयो होला, बिना पेपर बिना अनुमति त यत्रो शान्त गर्नु भएन होला। यहाँ त चाहिँ 100-200 गाडी होइन क्या, लाखौँ टिप्पर छिराएको छ क्या तपाईँ हामीले देखिराख्ने हिँडिराख्ने ठाउँ। तपाईँको यहाँदेखि चाहिँ काँकरभिट्टासम्मदेखि तपाईँको यो माई खोलासम्मको चाहिँ त्यहाँ त एकै ठाउँमा 26 फुट पनि छ, त्यो सबै फिलिङ भइसकेको छ क्या। तर अहिले पनि यसो हेर्दाखेरि, यसो कुटाउँदाखेरि तपाईँको सबै चाहिँ चुरे, सबै पहेँलो माटो छ। अहिले चाहिँ हिजो छोडेर अस्तिको दिन दुर्गापुरबाट प्रहरी सैसाबको टोली के विवाद रहेछ, कस्तो रहेछ, के रहेछ भनेर चाहिँ उहाँहरूले पहिला दुर्गापुरबाटै टिप्परहरूको खलासीदेखि ड्राइभरसँगदेखि चाहिँ कुरा गर्नुभयो कि तिमीहरूसँग लाइसेन्स छ। कसैको 2-4 जना मध्येमा 2 जना आधीभन्दा ज्यादाको लाइसेन्स पनि छैन। कागजपत्र देखाउनु त भन्दाखेरि कम्पनीमा छ भन्दाखेरि त्यो 10औं वर्ष कर फेल पनि हुनसक्छ। चाहिँ पछाडिको काहीँ केही चाहिँ लाइट र नम्बरै नभएको बेलुका रातभरि काम गर्ने मान्छे जस्तो स्थानीयलाई कसैलाई हान्यो भने र भागो भने कसलाई कहाँको यो चाहिँ कन्स्ट्रक्सन हो भनिसकेपछि भोलिको कन्स्ट्रक्सनले त प्रुफ देखाउँ भन्ला होइन, त्यो पनि नपुग्ला। त्यो चाहिँ गरिब दुखी त्यो त चाहिँ अकालमा उसको ज्यान पनि जाने भयो, त्यो अर्को कुरा भयो। त्यहाँदेखि यो कन्स्ट्रक्सन हामी विकास विरोधी होइन। हेर्नुहोस्, सुरुदेखि नै हामीहरूले विभिन्न राजनीतिक दलका र ठेकेदारहरूसँग सिडिओ साहबकोमा योभन्दा अगाडि 3-4 पल्टमा स्वयं आफै पनि म पनि गएको। अनि ठेकेदारलाई यो त साह्रै स्लो भयो, काम त एकदम ढिलो भयो, अलि स्पिड गर्नु पऱ्यो, डाइभर्सन एकदम
धेरै बनाउनु भएको छ। यहाँदेखि अहिले काँक्रेट बनाउँदाखेरि 1.5 घन्टा लाग्छ होइन। तपाईँको यो धुलो धुवाँ भएर चाहिँ जनजीवन एकदम प्रभावित पनि भयो भन्दाखेरि हामीहरूले सब बेस माटो नपाएर नै हो भन्ने उहाँहरूको भनाइ थियो। तर एसियन हाइवेले नेसनल के अरे एसियन ब्याङ्कले चाहिँ यो प्रोजेक्टमा लगानी गरेको तपाईँ हामीलाई थाहै छ। त्यहाँदेखि तपाईँको चाहिँ नेपाल सरकार मातहतको चाहिँ सडक डिभिजनले कालिका कन्स्ट्रक्सनलाई दिएको र कालिका कन्स्ट्रक्सनले अहिले भीम पौडेल ज्यूको कम्पनीलाई अहिले दिएको अवस्था छ। तर हाम्रो एउटै मात्रै कुरा के हो भन्दाखेरि गरिबलाई चाहिँ तपाईँको कानुन नियम सबै लाग्ने अनि ठुलो मान्छेलाई चाहिँ केही पनि नलाग्ने, केही नहुने, जे मन परि गर्नु मिल्ने भन्ने हाम्रो प्रश्न एउटा त्यहाँ। अर्को कुरा के हो भन्दाखेरि हामीहरूले स्थानीय युवा स्थानीय जनताहरूले हामीहरूलाई बारम्बार फोन गरेर तपाईँहरू चाहिँ युवा नेतृत्व भन्नुहुन्छ चाहिँ तपाईँले यस्तो दिनदाडै चाहिँ नदीजन्य चाहिँ चोरी पठारी हुँदाखेरि त्यत्रो चाहिँ चुरे दोहन हुँदाखेरि त तपाईँहरू पनि मेलोमा त हो भन्दाखेरि झसङ्ग भयौँ। त्यो त थाहै छैन हामीहरूलाई। यो त चाहिँ राष्ट्र गौरवको कुरा हो, यसमा त हामीहरूले सहयोग गर्ने। तर गर्दा हुँदै हामी पनि अप्रत्यक्ष रूपमा त्यसरी नै बुझ्दो रहेछ होइन। हामी आउँछौँ बुझ्छौँ हामी भनिसकेपछि जाँदाखेरि चाहिँ केही 1-2 जना पत्रकार साथी पनि लिएर गएका थियौँ, 1-2 जना पुलिस साथी पनि लिएर गएका थियौँ र त्यहाँ स्थानीय प्रहरी बिटलाई पनि खबर गरेर ल यसो भइरहेछ है, ल के छ कसो छ तपाईँहरूले पनि हेर्नुपर्छ, हामी पनि आएको छौँ यहाँनिर धेरै बारम्बार यहाँनिर हामीहरूलाई बोलाइसकेपछि सरहरूको विषय भइसकेपछि हामी जानुपर्छ भनेर भइसक्यो। हामी गयौँ। स्पोर्टबाट मैले त्यहाँ समितिको अध्यक्षलाई फोन गरेँ चाहिँ तपाईँहरूको समितिले चाहिँ चुरे को कटिङ गर्दाखेरि कटिङ गर्नै पनि पर्छ, त्यो कटिङ नगरी त्यो बाटो विस्तार हुँदैन, त्यो एक्सटेन्ड हुँदैन, त्यो पनि हामी बुझेका छौँ। तर त्यहाँबाट कटिङ भएको एक्सटेन्ड धेरै एक्स्ट्रा भएको माटो चाहिँ के गर्ने त भन्दाखेरि त्यसको पनि प्रावधान छ, त्यसको पनि नियम छ कि सेफ डम्पिङ गर्नु हुन। तर सेफ डम्पिङ गर्नेको नाममा चाहिँ 4 लेनमा गएर ड्याङ हाल भन्ने पनि छैन, त्यो पेपरै छैन र त्यो चाहिँ सडक डिभिजनले त्यो पेपर पनि दिएको छैन। के चाहिँ दिएछ सेफ डम्पिङ गर्नु भनेर चाहिँ पेपर दिएको रहेछ। अनि मैले भने यही पेपर हो त तपाईँहरूको, यही पेपरले गर्दाखेरि त यही पेपर लिएर तपाईँ 4 लेनमा लानुहुन्छ त्यो पाउँछ त भनिसकेपछि डी साहबले हामी अहिले कहिले रोक्छौँ भनेर भन्नुभयो। अनि समितिको अध्यक्षज्यूले पनि यो त गलत हो, यहाँ एक टिपर होइन एक बेलचा पनि लानु पाउँदैन भनेर उहाँले पनि भन्नुभयो। मैले नगरपालिकामा पनि फोन गरेँ, तपाईँहरू केही समन्वय र तपाईँहरूले केही दिएको कागज केही छ, यो कुरामा चाहिँ हामीहरू अनभिज्ञ छौँ। अस्ति हामी चाहिँ अगवालाकोमा चाहिँ गएको थियौँ, किनकि अब हामीहरूले यो राष्ट्रिय योजनाको लागि चाहिँ अब हामीले एआई गर्नु पर्दिने भयो, प्रदेशबाट आएको केन्द्रबाट आएको छ, त्यो भइसकेपछि हामीबाट गर्ने कुराहरू हामी गर्छौँ भनेर चाहिँ भर्खर उहाँहरूले चाहिँ एआई गरेर चाहिँ टाङटिङ नेतेहरूमा चाहिँ ठाउँमा गएर एआई गरेर चाहिँ टिपोट गर्नुभएको छ, त्यहाँ झन्डा गाड्नु भएको छ। तर हामीले यो गरेको त तपाईँको 20औं दिन भयो नि त, किनकि तपाईँको 2टा टिप्पर चाहिँ तपाईँको पुलिसले नियन्त्रणमा राखेर यसो हेरो पुरा चुरेको रातो पहेँलै बाटो छ, तपाईँहरू अहिले सुइँ गएर पनि तपाईँको सुरुङ्गा वन कार्यालयमा गएर जस्ताको त्यस्तै तपाईँले देख्नु पाउनुहुन्छ, त्यही छ। अनि हाम्रो यो 3वटा वनको चाहिँ हामी कार्य क्षेत्रमा पर्यौँ। यो भनेको चाहिँ तपाईँको इलाममा पर्यो, त्यो भएर हामी सुखानी वनलाई हामी बुझाउँदैछौँ। हेर्नुहोस् पेपर भनेर चाहिँ उहाँहरूले पेपर हामीलाई देखाउनु भयो कि उहाँहरू कारबाही गर्नुको लागि चाहिँ अगाडि बढाउनु भयो। हिजो छोडा अस्तिको दिन चाहिँ स्थानीय प्रहरीहरूले चाहिँ फेरि त्यस्तै क्रियाकलाप भइसक्यो चाहिँ त्यसलाई रोक्नुभयो। चाहिँ आवश्यक चाहिँ पेपर माग्नुभयो, उहाँहरूसँग केही नभएर फेरि प्रहरीले अर्जुनधारा नगरपालिकालाई नै बुझाउनु भयो कि यो चाहिँ तपाईँहरूले नै अनुसन्धान गरेर चाहिँ कारबाही अगाडि बढाउनु भनेर भनिसकेपछि हाम्रो बुझाइ के हो भन्दाखेरि
एसियन हाइवे बनिनुपर्छ, छिटोभन्दा छिटो बनिनुपर्छ। हामी चाहिँ युवा नेतृत्व गर्ने हामी सामाजिक व्यक्तित्व भइसकेपछि हामीलाई कुन तरिकाले यो ठेकालाई यो बाटोलाई सहयोग गर्ने भन्ने कुरामा चाहिँ हामी तत्पर छौँ। र हामी अघि राजेन्द्रजीले भने जस्तै गाह्रो साह्रो केही छ भने हामी अझै पनि सरसहयोग गर्ने भाव मनमा छौँ र त्यो बाटोमा छौँ। तर चाहिँ कसैलाई काखा कसैलाई पाखा, त्यो गरिब दुखी त्यो खोलाकै डिलमा बस्ने मान्छेले चाहिँ सेन्टर बेडा बनाउँदाखेरि एक ट्र्याक्टर बल्ल ल्याउँदाखेरि उनीहरूले नियम कानुन उसको ट्र्याक्टर नगरपालिका जान्छ, जिल्ला जान्छ, के जान्छ, के भयो घरको के मुद्दा सुद्धा लाग्छ। तर ठुलो मान्छेहरूलाई चाहिँ चुरे पनि चोर्दाखेरि पनि दोहन गर्दाखेरि पनि केही नलाग्ने, त्यो त होइन होला नि त, किनकि कानुन त सबैलाई बराबरै होला नि त। हामीहरूले खबरदारी सहितको खबर दिएको हामीहरूले, न त हामीहरूले कुनै टिप्पर रोकेको छौँ, न त कोही के ड्राइभर खलासी मजदुरलाई हातपात गरेको छौँ। छ भने त्यो चाहिँ प्रुफ हुन्छ भने कानुन सम्मत हामी के अरे त्यो भोग्नु पनि हामी तयार, जेल लिन जाने पनि हामी तयार। हामीहरूले कसैलाई हातपात गरेका छैनौँ, कसैलाई धाकधम्ती गरेका छैनौँ, कुनै ठेकेदारको हामीहरूले कालो चिया पनि खाएको छैनौँ, न त मागेको छौँ। हामी ठेकेदारै होइन, पहिला म 5-6 वर्षदेखि गरेको थिएँ, छोडेको पनि म मोटपाट गर्दैछु अहिले। तर के हो भन्दाखेरि स्थानीयहरूको धेरै जोड जार माग आएर कम्प्लेन आएर तपाईँको युवा नेतृत्व गर्ने चाहिँ राजनीति गर्ने मान्छे यहाँ आएर देखेर पनि नदेख्ने गर्ने, हामी त्यतिबाट बोलाएर त गर्दाखेरि चाहिँ कतैबाट सरसट नभइसकेपछि कम्तीमा तपाईँहरूबाट सहयोग हुन्छ होला होइन। हाम्रो त यो नराकुला, हाम्रो त बाटो साटो, यो खेतमा जाने पानी पनि त सुख हो, कम्तीमा आवाज राख्दिन्न, हाम्रो आवाज तपाईँहरू बनिदिनु न भनिसकेपछि हामी बाध्य भएर 8-10 जनपल्ट उनीहरूले भनेको भनिसकेपछि हामी गएको, हामी एकदम लिगलाइज टाइपबाट गएको। हामीहरूले पुलिस प्रशासनलाई खबर गरेका छौँ, नगरपालिकालाई खबर गरेका छौँ, त्योभन्दा अगाडिको डी साहबसँग नि कुरा गरेको, डी साहबले हामीहरूले इन्स्टेन्टमा आजदेखि बन्द गरिदिन्छु भनेर भन्नुभएको, तर रोकिएन छ। त्यहाँदेखि प्रोजेक्ट म्यानेजरलाई भन्दाखेरि पनि चाहिँ होइन हामीबाट कहाँ जान्छ त्यस्तो, कहाँ 4 लेनमा जानु मिल्दैन, लानु मिल्दैन, हामीले दिएकै छैन भनेर भन्नुभयो। तर चाहिँ हजारौँ टिप्पर चाहिँ गएको छ र त्यसको प्रमाण हामीसँग पनि ड्राइभर खलासी त्यो टिप्परवालाहरूसँग हामीहरूले फुटेज गरेको भिडियो गरेको हामीसँग पनि छ प्रमाण होइन। अनि हामीहरूले कसैको गाडी कुनै कन्स्ट्रक्सनलाई धम्काएको हप्काएको होइन। स्थानीय पुलिस स्थानीय सरकारवालाहरू आएर सबै चाहिँ जाँचबुझ गर्दाखेरि उहाँहरूको कागज नभएको कारणले गर्दाखेरि कुनै गाडीहरू चाहिँ सुरुङ्गा वन कार्यालयमा छ, 2टा अर्जुनधारा नगरपालिकामा पुगेको छ, हिजो पनि 4-5 वटा समातिए भन्ने सुन्नुमा आएको छ। हामीहरू चाहिँ खबरदारी गरेको, खबरदारी सहितको खबर दिँदाखेरि चाहिँ हामीहरू चाहिँ गुन्डा भयौँ र यसको पनि हामीहरूलाई प्रश्न चाहिँ चाहियो, मतलब प्रश्न त हामीले गऱ्यौँ, उत्तर चाहिँ चाहियो। किन भन्दाखेरि खबर गर्दाखेरि हाम्रो लाइन के हो भन्दाखेरि अझै पनि यो 4 लेन बनिनुपर्छ, छिटोभन्दा छिटो काम अगाडि बढ्नुपर्छ, तर कानुन सम्मत हुनुपर्छ। तपाईँ आफ्नो काम गर्नुहुन्छ, हामी आफ्नो काम गर्छौँ, तर हामी नेपाली भएको कारणले गर्दाखेरि हाम्रो स्वरगरको विषय, हाम्रो ठाउँ मेरो घर आँगनमा भएको चाहिँ राष्ट्रिय गौरवको के अरे कार्य हुँदाखेरि हामीहरूको पनि चासोको विषय त रहन्छ हजुर होइन। उहाँहरूलाई हामीहरूले सुरक्षा थ्रेड दियौँ, उहाँहरूको कारणले गर्दाखेरि हामीले काम गर्नु सकेनौँ, सुरक्षा थ्रेड भयो। हामीले त्यस्तो क्रियाकलापै गरेको छैनौँ, गरेको हो भने हामी चाहिँ सजाय भोग्नु तयार। हामी 3 जना भनेछौँ, हामीले त लिखित पनि हिजो सिडिओ साहबकोमा दिइसक्यौँ। अब उनीहरूसँग कुनै पेपर नहुने, तपाईँको दिनदाडै चुरे दोहन गरेर चोर्ने होइन, अनि उनीहरूले चोरेको कुरामा चाहिँ हामीहरूले साथ दिनुपर्ने, सबै देखेर पनि नदेखेको जस्तो गरिदिनु पर्ने। अब त्यस्तो सबै देखेर पनि नदेखेको गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ सुरक्षाको अनुभूति हुन्छ भने त्यो पनि सुबारे बसौँला तपाईँहरूको सल्लाहले। होइन भने हाम्रो एउटै मात्रै माग हो, छिटोभन्दा छिटो यो विकासको काम हुनुपर्छ, निर्माणको काम हुनुपर्छ। त्यसमा कहाँ के हो हामीहरू सही कुरामा हामी साथ दिन्छौँ, तर
प्रक्रियागत जानु पर्यो, कानुन सम्मत हुनु पर्यो होइन। तपाईँ हामीहरूले गरिब दुखीहरूले नाथे एक टिप ट्र्याक्टर के अरे चाहिँ खोला उत्खनन गरेर ल्याउँ त कत्रो वनको बेग्लै लाग्छ, के अरे नगरको वडाको बेग्लै लाग्छ। चाहिँ घर बनाउने कुरा चाहिँ होइन, 10 वर्ष चाहिँ फेरि चाहिँ अदालत धुवाई हुन्छ होइन। तर ठुलो हुने मान्छेहरूले कोलाई चाहिँ केही कानुन चाहिँ केही नलाग्ने रहेछ भन्ने प्रश्न चिन्हमा थियो। कानुन सबैलाई सरबर लाग्नुपर्छ, चाहिँ कानुन सम्मत काम गर्नु होला, त्यसमा स्वागत छ भन्ने हाम्रो कुरा हजुर। डिस्टर्ब भन्ने र चाहिँ हामीबडाको चाहिँ सुरक्षा थ्रेडै होइन, त्यस्तै के अरे सुरक्षा थ्रेड र कसैले हम्की धम्की गर्छ भने त्यो पनि राष्ट्र योजनामा तपाईँको होइन। तपाईँ हामीहरूको चाहिँ यो राष्ट्रिय गौरवको कुरामा हामी आफै तत्पर छौँ कि यसलाई सहयोग कसरी गर्ने भन्ने कुरा। तर राष्ट्रिय यो गौरवको नाममा चाहिँ चुरे नदीजन्य कुराहरू चाहिँ मनपरी उत्खनन गरेर चाहिँ तपाईँको मनपरी के अरे राज्यको सम्पत्ति चाहिँ दोहन गर्नु हुँदैन र गर्नु दिँदैनौँ भन्ने हाम्रो बुझाइ। कानुन सम्मत होस्, हामीबाट जहिले नै स्वागत हुन्छ।